2083 को क्रान्ति एआई कि तपाईँको दिमाग। नमस्कार साथीहरू, आज म तपाईँलाई एउटा यस्तो सत्य भन्न गइरहेको छु जुन सुन्दा तपाईँको शरीरका रौँ ठाडा हुन सक्छन्। 2083 सम्म आइपुग्दा संसारका 90% साना व्यवसायहरू कि त एआईसँग जोडिनेछन् कि त इतिहास बन्नेछन्। यो मैले भनेको होइन, यो बजारको बदलिँदो रफ्तारले भनिरहेको छ। के तपाईँलाई लाग्छ एआईले तपाईँको जागिर खान्छ? के तपाईँलाई लाग्छ टेक्नोलोजीले तपाईँको भविष्य अन्धकार बनाउँछ? यदि तपाईँको जवाब हो भने तपाईँ गलत हुनुहुन्छ। एआईले जागिर खाइरहेको छैन। यसले त एउटा नयाँ युगको इन्क्रेडिबल इन्कम अपर्च्युनिटी जन्माइरहेको छ। तर समस्या एआई होइन, समस्या तपाईँको ओल्ड स्कुल माइन्डसेट हो। धेरैलाई लाग्छ एआईले जागिर खान्छ, तर सत्य के हो भने एआईले जागिर खाँदैन। एआई चलाउन जान्ने मान्छेले चाहिँ एआई नचलाउने मान्छेको जागिर खाइदिन्छ। आजको यो भिडियो तपाईँको जीवनको टर्निङ पोइन्ट हुन सक्छ, किनकि आज हामी कुरा गर्दैछौँ कसरी चिया पिउने खर्चमा तपाईँ एआईको मालिक बन्न सक्नुहुन्छ। आज म तपाईँलाई एउटा यस्तो बाटो देखाउँदैछु जहाँ तपाईँ टेक्निकल हुनु पर्दैन, मात्र सचेत भए पुग्छ। के तपाईँ तयार हुनुहुन्छ आफ्नो जीवनको सबैभन्दा ठुलो फाइनेन्सियल लिप लिन? तपाईँ एउटा सानो व्यवसाय हुनुहुन्छ या एउटा स्टार्टअप सुरु गर्ने सपना देख्नु भएको छ? तपाईँलाई सधैँ दुईवटा कुराले रोक्छ। नो ब्याकअप फन्ड, मसँग पैसा छैन। नो टिम, मसँग मान्छे छैनन्। तर सोच्नुहोस् त, यदि एउटा यस्तो जादुई शक्ति तपाईँसँग भयो भने जसले 2 मिनेटमा एप बनाइदिन्छ, 3 मिनेटमा फनल तयार पार्छ र 10 जना सेल्स टिमले गर्ने काम एक्लै गरिदिन्छ, तब तपाईँलाई कसले रोक्न सक्छ? एब्सोल्युटली नोबडी। हरेक व्यवसायको एउटै टाउको दुखाइ हुन्छ, टिम। राम्रो सेल्स टिम पाइँदैन, पाइहाले पनि डाटा चोरी हुने डर, सिकाउँदा हैरान, तर रिजल्ट जेरो। विज्ञापनमा लाखौँ खर्च गर्दा पनि क्वालिटी लिड्स आउँदैन। तर सोच्नुहोस् त, एउटा यस्तो एजेन्ट जुन कहिल्यै थाक्दैन, जसलाई न बिदा चाहिन्छ न स्यालेरी बढाउने टेन्सन। यसले तपाईँको वेबसाइटमा आउने हजारौँ ग्राहकसँग एकैसाथ कुरा गर्छ, उनीहरूको आवश्यकता बुझ्छ, अपोइन्टमेन्ट बुक गर्छ र तपाईँको सेल्स क्लोज गराइदिन्छ। यो कुनै साइन्स फिक्सन फिल्म होइन, यो आजको रियालिटी हो। तपाईसँग टिम छैन, अफिस छैन, ब्याकअप फन्ड छैन, केही फरक पर्दैन। अब एआई नै तपाईँको टिम हो, एआई नै तपाईँको अफिस हो। धेरै मानिसहरू भन्छन्, म त 40 वर्ष कटिसके, के मैले एआई सिक्न ढिलो गरिसकेँ? मलाई त कम्प्युटरको क पनि आउँदैन। माई फ्रेन्ड, लिसन केयरफुली। एआई तपाईँको उमेर सोधेर आउँदैन। एआई त उनीहरूका लागि आएको हो जो नन टेक्निकल हुनुहुन्छ। यो सिक्ने कुरा होइन, यो त खेल हो। यसले कोडिङको झन्झट हटाइदिएको छ। आज 15 वर्षको बच्चादेखि 75 वर्षको वृद्धसम्मले एआईको प्रयोग गरेर करोडौँको रेभेन्यू जेनेरेट गरिरहेका छन्। यो एउटा यस्तो टकिङ वेबसाइटको जमाना हो जहाँ तपाईँ राति 2 बजे सुतिरहनु भएको हुन्छ, तर तपाईँको वेबसाइटले 10,000 मान्छेसँग कुरा गरिरहेको हुन्छ, उनीहरूको अपोइन्टमेन्ट लिइरहेको हुन्छ, तपाईँको लागि पैसा बनाइरहेको हुन्छ। के यो चमत्कार होइन? यो त ह्युमन इन्टेलिजेन्स र आर्टिफिसियल इन्टेलिजेन्सको एउटा यस्तो मिलन हो जसले तपाईँलाई औसत मान्छेबाट एक सफल फाउन्डर्स बनाउन सक्छ। तपाईँ चियाको एक कपको मूल्यमा एआई स्पेशलिस्ट बन्न सक्नुहुन्छ। कोडिङ बिना 2 मिनेटमा एप बनाउन सक्नुहुन्छ, 3 मिनेटमा सेल्स फनल तयार पार्न सक्नुहुन्छ। अब तपाईँको उमेर वा शिक्षा बाधक होइन, मात्र तपाईँको डर बाधक हो। यो डरलाई हटाउनुहोस् र एउटा फाइटर माइन्डसेट बनाउनुहोस्। अहिले धेरै मानिसहरू भन्छन्, मेरो वेबसाइट गुगलको पहिलो पेजमा आउँछ। तर साथीहरू, अब मान्छेले गुगलमा टाइप गर्न छोडिसके। अब मानिसहरू च्याटजिपिटी, क्लाउड वा परप्लेक्सिटी जस्ता एआई मोडल्सलाई सिधै सोध्छन्, मेरो लागि सबैभन्दा राम्रो कोच को हो? अब सुन्नुहोस् एउटा गोप्य कुरा, तपाईहरू विज्ञापनमा पैसा खर्च गर्नुहुन्छ, तर फल मिल्दैन। अब जमाना एसइओ
सर्च इन्जिन अप्टिमाइजेसनको मात्र रहेन, अब आयो एइओ एन्सर इन्जिन अप्टिमाइजेसन। मानिसहरू अब गुगलमा प्रश्न सोध्दैनन्, उनीहरू एआईसँग जवाब खोज्छन्। यदि तपाईँले आफ्नो व्यवसायलाई एआई इन्जिनको लागि अप्टिमाइज गर्नुभएको छैन भने तपाईँ डिजिटल संसारबाट हराउनुहुनेछ। युकेको एउटा सानो कम्पनीले एइओ प्रयोग गरेको 15 दिनमै 500 लिङ्क्सबाट सिधै 17,000 लिङ्क्स पुर्यायो, बिना कुनै पेड एड्स। के तपाईँ चाहनुहुन्छ कि एआईले संसारभरिका मान्छेहरूलाई तपाईँको नाम सिफारिस गरोस्, तपाईँको पसलको अगाडि ग्राहकको भिड लागोस्? हामी चाहन्छौँ कि तपाईँका छोराछोरीले जागिर खोज्ने होइन, एआईको मद्दतले जागिर दिने बन्नुहोस्। अहिले नै आफ्नो माइन्डसेट परिवर्तन गर्नुहोस्। एआईलाई डर होइन, शक्ति बनाउनुहोस्। समय कसैको लागि पर्खिँदैन। जो समयसँगै बदलिन्छ उसले इतिहास रच्छ। जो डराएर बस्छ ऊ हराएर जान्छ। आजै निर्णय गर्नुहोस्, तपाईँ दर्शक बन्ने कि खेलाडी। एआईको यो महासागरमा डुब्न होइन, यसको लहरमा सवार हुन सिक्नुहोस्। आजैबाट सोच्न सुरु गर्नुहोस्। याद राख्नुहोस्, द बेस्ट टाइम टु स्टार्ट वाज एस्टरडे, द नेक्स्ट बेस्ट टाइम इज नाउ। यदि तपाईँ पनि यो क्रान्तिको हिस्सा बन्न चाहनुहुन्छ भने च्यानलमा सब्सक्राइब गर्नुहोस् र कमेन्टमा लेख्नुहोस्, आई एम एन एआई क्रिएटर। तपाईँको सफलताको यात्रा आजैबाट सुरु हुन्छ। अर्को भिडियोमा अझै गहिरो कुरा गर्नेछौँ। तबसम्मका लागि सोच्नुहोस् र सुरु गर्नुहोस्। जय होस्।